नमस्ते साथीहरू, आज म तपाईहरु समक्ष सेक्सन अफिसर फोर्थ पेपर एक्स्ट्रा पेपर फोर्थ पेपर इंग्लिश ल्याङ्ग्वेजमा हामीहरुलाई के कस्तो सिलेबस रहेको छ, हामीहरुलाई के कस्तो क्वेशन आउँछ, हामीहरु इंग्लिशमा कसरी बेस्ट परफर्मेन्स दिन सक्छौं सेक्सन अफिसरमा, त्यसको लागि सर्वप्रथम त हामीलाई सिलेबस बुझ्नु पर्छ, क्वेशन प्याटर्न बुझ्नु पर्छ अनि प्रिपरेसन गर्दाखेरि हामीलाई बेस्ट हुन्छन्। सेक्सन ए मा कम्पोजिसन राइटिङ हुन्छन्, जसलाई हामीहरु एसे राइटिङ भन्छौं। 20 मार्कको एउटा क्वेशन दिएको हुन्छ, यसमा तपाईहरुलाई एसे लेख्नु पर्छ, त्यो पनि एसे सानो तिनो एसे हैन, 800 देखि लिएर 1000 वर्डमा तपाईहरुलाई एसे लेख्नु पर्छ। तपाईहरुलाई म आउँदो क्लासेसहरुमा कुन कुन टपिक प्रिपरेसन गर्दाखेरि राम्रो हुन्छ भनेर म भन्छु। एसे पनि तपाईहरुलाई एउटा फाइदाको कुरा के हुन्छ भने एउटै टपिक दिएको हुँदैन, थुप्रै टपिकको अप्सन हुन्छ, त्यसमध्ये तपाईहरु चोइस गरेर एउटा बेस्ट टपिकमा तपाईहरु एसे लेख्न सक्नुहुन्छ जुनमा तपाईहरुलाई डीपली नलेज छ। त्यसपछि सेक्सन बी मा ट्रान्सलेसन हुन्छन्, 15 मार्कको दुईटा क्वेशन हुन्छन्, 30 मार्कको। यो लेख्नमा चाहिँ उहाँलाई मिस्टेक भएको छ, यो चाहिँ हाम्रो 15 वटा क्वेशन 2-2 मार्कको हुन्छन्। त्यसपछि हामीलाई ट्रान्सलेसन तपाईहरुलाई इंग्लिश टु नेपाली पनि आउन सक्छ, नेपाली टु इंग्लिश पनि आउन सक्छ। त्यसपछि सेक्सन सी मा कम्प्रिहेन्सन एन्ड प्रिसाइज राइटिङ रहेको हुन्छन्। कम्प्रिहेन्सन राइटिङ तपाईहरुको योमा के हुन्छ भने 400 देखि 500 वर्डमा तपाईहरुलाई एसे दिएको हुन्छन्, त्यो एसे को तपाईहरुलाई 5 वटा क्वेशन हुन्छन्, त्यो पनि 3-3 मार्कको। अनि त्यसपछि तपाईहरुलाई एकदमै 1/3 एन्सर दिनुपर्छ, भनेको 500 वर्ड जति हुन्छ भने कम्तीमा 100 वर्डको बेस्ट एन्सर दिनुपर्छ। त्यसपछि तपाईहरुलाई सेक्सन डी मा डिप्लोमेटिक करस्पोन्डिङ राइटिङ रहेको हुन्छन्, त्यसमा तपाईहरुलाई यसमा बढी टेन्सन लिनुपर्ने कुरा हुँदैन, किनभने दुईटा क्वेशन हुन्छन् 10 मार्कको। अनि यो डिप्लोमेटिक राइटिङमा अलरेडी प्याटर्नहरु दिएको हुन्छ अनि त्यो प्याटर्न बेस भएर तपाईहरु बेस्ट दिन सक्नुहुन्छ। यही हाम्रो एक्स्ट्रा पेपर सेक्सन ए बी सी र डी गरी ए मा एसे राइटिङ, बी मा ट्रान्सलेसन र सी मा कम्प्रिहेन्सन एन्ड प्रिसाइज राइटिङ। प्रिसाइज राइटिङ भनेको तपाईहरुलाई लाइक समरी जस्तै हुन्छन्। त्यसपछि सेक्सन डी मा डिप्लोमेटिक करस्पोन्डेन्स राइटिङ रहेको हुन्छन्, यो सबै त सिलेबस रहेको थियो, हामीलाई यही बेस भएर पढ्नु पर्ने हुन्छन्। र एसे लेख्दाखेरि सर्वप्रथम त तपाईहरुलाई एसे को प्याटर्न बुझ्नु पर्छ अनि मात्रै तपाईहरुलाई एसे लेख्नु पर्छ। साथीहरु, तपाईहरुलाई बुझ्न केही गाह्रो भयो भने कमेन्ट मार्फत भन्नु होला, हामीहरु आउँदो क्लासमा एकदमै डिटेल्ड भएर भिडियोहरु ल्याउँछु, सबै टपिकमा भिडियो आउनेछ, टेन्सन चाहिँ नलिनु होला। हामीहरु शाखा अधिकृतको प्रिपरेसनमा छौं, त्यही भएर थोरै पढ्दाखेरि एकदमै बेस्ट हुन्छ। थ्यांक यू सो मच फर वाचिङ माई भिडियो। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब, शेयर इट टु योर फ्रेन्ड। थ्यांक यू सो मच।